हेलो गाइज, नमस्ते अनि सबैजना सन्चै हुनुहुन्छ होला। अनि म पनि एकदमै रुगा अब लाग्न खोजिरहेको छ अब। र हामी चाहिँ अब यहाँ लेते पुगेर बोला यहाँ भ्लगको इन्ट्रो हुँदैछ, हेरिदिनु होला है त ल। हेलो गाइज, हेलो। हामी चाहिँ धिकल पानीमा छौँ हामी। अब यहाँ धिकल पानीमा भ्लग बनाउँदैछु म। नेपालीमा तातो पानी, थारूमा धिक्कल पानी है त। हामी यहाँ दुईजना टाइगरहरू हिँडिरहेछ। यहाँ तातो पानी आइरहेछ गरे। बाफ्रे, यहाँ त तातो रहेछ त। यहाँ बाफ्रे खतरा। सर खतरा लाग्दो रहेछ त। बाफ्रे, अब नुहाउँ न त सर यही पानीले। खतरा खतरा धिक्कल छ यार। खुट्टा धुन पर्ने कि कति आनन्द हुन्थ्यो। हजुर तातो तातो धिक्कल धिक्कल। ल म चाहिँ नुहाइसकेँ। लगाएछ हजुरहरू पनि अब जाडो लाग्यो भने यतै आउनु होला। मुस्ताङ जाने बाटोमा यो तातो पानी आइरहेछ। ल फाइनली गाइज हामी यहाँ रुप्से झरना पुगिसक्यौँ। अब यहाँ चाहिँ हामी पुगिसक्यौँ। त्यहाँ सेन्ट पलको बस पनि आइरहेछ। जुम गर्न छिमेकी स्कुल। गाइज फाइनली माथि रुप्से झरना देख्न सक्नुहुन्छ। हामी चाहिँ अब ओहो यहाँ साइकल लिएर पनि आएको रहेछ राजकुमार थापा मगर। अनि हामी झरम है त। अब झरम गाई झरम झरम ए झरम 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 है। ल बाटो दिउँ स्कर्पियो आउँदैछ। दिवारा फाइनली मेरो अर्को मोबाइल कहाँ गयो? अब फाइनली हामी जाँदैछौँ। आऊ सुदीप छिटो आऊ। ल छिटो हामी अब ल ल ल हामी अब यहाँ भ्लग भ्लग मिनी भ्लग हामी जाँदैछौँ है। ल जाँदैछौँ हामी अब यो झरनाको अब नजिक नजिक जाँदैछौँ। अब झन् माथि पुग्दा त अब स्वरै आउँदैन होला। अब त्यहाँ हाम्रो गाडी छ। ल अब हामी चाहिँ यहाँ गाडी लिएर आइसकेछौँ। पछाडि देख्नुहुन्छ झरना। र अब यहाँ हामी अब गाडीमा चढ्छौँ। अब आउँदैछन्। अब यस्तो खतरा छ गाइज। भ्यू स्यू हेर्न सक्नुहुन्छ होइन। त्यहाँ ल फाइनली गाइज हिमालय देख्न सक्नुहुन्छ त्यहाँ माथि। यस्तो बबाल देखिरहेछ गाइज। हामी फाइनली अब पुग्दैछौँ होइन। अब यस्तो भ्यू हेर्दै जान्ला छौँ हामी। ल भ्यू हेर्दै जानु। हामी पनि अब मुस्ताङतिर अब लाग्यो ए।
ल केटा हो हिमाल एबिसी लेते बजार पुग्यौँ गाइज फाइनली लेते बजार है यो लेते अस्पताल ल फाइनल गाइज यस्तो खतरा देखेछ यो खोला अनि माथि चाहिँ यो हिमाल र तल चाहिँ खोला अनि रोडमा चाहिँ बाघ दौडिरहेछ टाइगर दौडिरहेछ बेङ्गल टाइगर र माथि चाहिँ हिमाल रहेछ अनि साइडमा चाहिँ खोला यस्तो बबाल खोला भ्यू पनि त्यस्तै त्यो वन जङ्गल ल जाँदैछौँ हामी स्टे ट्युन है त गाइस फाइनली हामी मार्फा गाउँ पुग्दैछौँ ल बिस्तारै त्यो अगाडिको लास्टमा छ मार्फा गाउँ र बन्जर जमिन बन्जर पहाड यता साइडमा छ देख्न सक्नुहुन्छ र यता साइडमा पनि छ बिचमा बाघ छ यहाँ चिसो पानी छ त्यहाँ मार्फा सामग्री चौधरी एक्सप्रेस भेट भए मार्फा गाउँ है त चाहिँ अब यहीँ घुम्ने अब ड्रेस रेस अब जेरी गल्ली मार्फा गल्ली अब टोपी लगाउनु ल हामी जाँदैछौँ है हामी जाँदैछौँ अब मार्फा गल्लीभित्र अब यो के गल्ली हो सिंह गल्ली अमर गल्ली हो त्यहाँ 1 नम्बर गल्ली रहेछ यहाँ छेउमै छ स्याउको बोर्ड तर स्याउ फले छैन बोर्ड मात्रै देखिरहेको स्टे ट्युन्ड गाइज अब राम्रो भिडियो ल फाइनली हामी यहाँ अब कल्चरल ड्रेस जेरी गल्लीको कल्चरल ड्रेस हामी यहीँबाट अहिले भिडियो बनाउनु पर्छ केटाहरू ल The next day रिलो हराइगयो हामी चाहिँ अब जमसमको होटलबाट लाग्यो अब मुक्तिनाथतिर र अब यस्तो खतरा खन्जर यस्तो जमिन छ अब के हो यो एक्लै बाटै पुग्यो गीत त फेरि खत्रै बजिरहेको छ होइन ल स्याउ टिप्दैछन् है ल हामी खोलाको बाटो आयो फाइनल्ली टाइगर अन खोलामा मुक्तिनाथको खोलामा तर है कागबेनीको अनि साइडमा रुख देख्न सक्नुहुन्छ पिङ्क कलरको हुनला छ अब पिङ्क कलरको गाछ छ गाछ अब हामी यसरी सरर मुक्तिनाथतिर ल
यस्तो यस्तो पुल छ गाइस। केटा कस्तो लागिरहेछ त जान? मजा आउँछ। हामी चाहिँ यहाँ बसिरहेको छ। अप्पर मुस्ताङ जाने बाटो हो गाइज, यहीँबाट जान्छ है अप्पर मुस्ताङ। अब हाम्रो टाइगर चाहिँ यहाँबाट जाँदैन है, ए अप्पर मुस्ताङ जाने बाटो हो। अब यहाँबाट माथि जाने। फाइनली रोड हामी टच भइसकेको छौँ। अब अर्को बाटो जाने हो। हामी मुक्तिनाथ तर्फ लाग्यौँ। उपर मुस्ताङलाई अहिले छोडेर त्यहाँ काग पनि देख्न सक्नुहुन्छ। यहाँ यस्तरी गरेर त्यहाँ अगाडि हिउँ सेतु र कालो पहाड, खर्जन जमिन, खन्जर। यहाँबाट माथि होटल कर्णाली, त्यसपछि मुक्तिनाथ जाने हामी। अब यो बाटोबाट यस्तो यहाँ यस्तो छ। मुस्ताङमा पार्किङ आयो, पार्किङ मुक्तिनाथको पार्किङ पुगिसक्यौँ हामी। ओ मुस्ताङमा केटाहरु ग्याङ ग्याङ मुस्ताङमा यसको गर्दै मुस्ताङमा ल पार्किङ आयो है। अब ल कस्तो भयो गाइस सबैजनाको ट्रिप। फाइनली मुक्तिनाथको पार्किङमा पुगिसकेको छौँ हामी यो टाइगरमा। हामी यहाँ चढ्दैछौँ। अब त्यो लामो भर्याङ चढ्दैछौँ। ल फाइनली यस्तो चिसोमा यस चढ्दैछौँ है, त्यो चढ्दैछौँ। ल ल ल हामी जमसम बजारमा छौँ। ओ धन्नले यस्तो बबाल छ यार, बबाल देखेर बबाल। हामी यहाँ जमसम बजारमा छौँ। यहाँ मार्फा सार्फा अनि यो आलु मार्फाको अनि स्याउको चोक्टी अनि मार्फाहरू छ यहाँ। यो मार्फाहरू लिन लाग्छौँ। 1 कार्टुन लिइसक्यौँ। अब पोखरातिर जाँदैछौँ है त हामी। पोखरातिर जाँदैछौँ। टाइगर चाहिँ त्यहाँ छ। हेलो फाइनली हामी चाहिँ अब फर्किँदैछौँ मुस्ताङबाट। मुक्तिनाथ पनि गएर आइयो। अब फर्किँदैछौँ। फर्किन मन त थिएन होइन, तर फर्केमा आज 7जना सुतेको अवस्था छ हाम्रो टाइगर गाइड्स। टाइगर गाइड्स
हेर्न सक्नुहुन्छ तपाईहरु पछाडी हेर्न सक्नुहुन्छ तपाईहरु। अनि हामी चाहिँ हिउँको भ्यू हेर्दै मजा लिँदै पोखरातिर अब जाँदैछौँ। आजको बास पोखरातिर अब टाइगर इज अन द लेक साइड। अब यस्तो खतरा बाटो आइसक्यो। फाइनली गाइज हामी यहाँ झरनानिर एकछिन रोकेछौँ। यस्तो छ गाइज यहाँ झरनाको पानी आइरहेछ त्यहाँबाट यस्तरी गरेर माथिबाट र हामी चाहिँ यहाँ गाडी बनाउँदैछौँ हामी। फाइनल गाइज यस्तो जाम भइरहेछ। लाइन छ गाडीको। गइरहेछ यिनीहरू दुईजना। के खोजेको होला यो दुईजना? पुरा हामीलाई यहाँ धुलै धुलो। पटुकी कसेर कस्तो लागिरहेछ? एकदम बबाल भन्नु। एकदम बबाल वाला मजा आइरहेछ। The next day in Pokhara. Hello guys, आज चाहिँ पुन्दीकोटको यात्रा हामी अब जाँदैछौँ। उकालोमा चढ्दैछ बाघ अब पुन्दीकोटतिर। हेलो गाइज, अब हामी चाहिँ अब पुन्दीकोटको पुग्न लागिसक्यौँ। अब पुन्दीकोट है हामी यहाँ जाँदैछौँ। अब थकाली भान्साघर त्यहाँ हिमाल पनि देखिन लागिसक्यो। हाम्रो मुस्ताङको हिमाल। ल फाइनली हामी अब डेभिस फल पुगिसक्यो। डेभिस ब्लग ल सबैलाई हाई भन्नु त। अब पानी चाहिँ धेरै आएको छैन। अब अलि पानी भयो नि हेरौँ। हाम्रो टोली आउँदैछ टाइगर टिम बनाउन। अब ठ्याक्कै आउँछ है त झरना। अब झरना आउँछ अब फाइनली। कहाँ होइन उता छ ए यसो सुधे बाउ छिटो। अब फाइनली यहाँबाट डेभिस फल यस्तो कत्रो ठुलो कत्रो तल रहेछ। हाम्रो केटाहरू यहाँ आइसक्यो। हामी चाहिँ यहाँ अब डेभिस फल हेर्दैछौँ। ल केटाहरूको फोटोसट चल्दैछ त्यहाँ। अनि यहाँ सुदीप साथी। अब यहाँबाट अब जान मन लागिसक्यो। अब जाम सर अब ल
यहाँ यस्तो हिउँ जमेछ गाइज डेभिस फलमा। अहिले गाइज हामी बन्दीपुर जाँदैछौँ। हामी टाइगरमा र सबैजना सुतिरहेछन्।